गिजाको समस्याले चाहिँ मुटुमा असर पर्छ कि पर्दैन भन्ने धेरैजनाले चाहिँ सोध्ने गर्नुहुन्छ। यो गिजाको समस्याले चाहिँ मुटुमा चाहिँ एउटा डाइरेक्ट खालको असर पार्छ। जस्तो अब गिजामा इन्फेक्सन छ भने त्यो कीटाणुहरू गिजाको इन्फेक्सनको थ्रु रगतमा गएर मिसिएर मुटुमा चाहिँ गएर तिनीहरूले चाहिँ एक खालको कोलोनाइज गर्ने, भेजिटेसन गर्ने एउटा अवस्था हुन्छ। त्यो कोलोनाइजेसन गर्यो भने चाहिँ मुटुको भित्तामा गएर अथवा मुटुको भल्भहरूमा गएर त्यो जम्मा भयो भने तिनीहरूले मुटुलाई इन्फेक्सन गराउन सक्छ। त्यसलाई चाहिँ इन्फेक्टिभ इन्डोकार्डाइटिस भन्छ। गिजा चाहिँ स्वस्थ छ भने त्यो समस्या चाहिँ अलि कम हुन्छ। इनकेस इन्फेक्सन हुँदाहुँदै कुनै ट्रिटमेन्टहरू गिजाको अथवा दाँतकै मुख सम्बन्धी कुनै उपचारहरू गरियो भने इनकेस त्यो मुटुमा सङ्क्रमण अलरेडी छ र भेजिटेसन छ भने झन् त्यसले सङ्ख्या बढाएर एक खालको एक्युट इन्फेक्टिभ इन्डोकार्डाइटिस भन्छ, त्यो कन्डिसनमा पुर्याएर एकदम सिभियर एउटा लाइफ थ्रेटनिङ सिचुएसन क्रिएट गर्न सक्छ।